कस्तो भइरा? दामी दाइ दामी। उत्तम आइपुग्यो पुरीपट्टि। खोइ आयो फाइनल्ली। फाइनली भिजा कलेक्ट भइसकेको छ। के रे सेन्से? सबैजनाले हाम्रो विशालको भ्लगमा प्लिज सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। तो गाइज हेर्न काइकिङ गरेको कता कता गइरहे। सन्तोष मामा पुगिसक्यो, उत्तम मामा पछाडि छ, म यहीँ घुमिरहेको है, मजा आइरहेछ। अहिले पनि हुँदैछ यहाँ। के गायो सेन्से ह्याप्पी बर्थडे टु यु। सो गुड मर्निङ फ्याम हो बिकज फ्यान एन्ड वेलकम ब्याक टु माई अदर भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला? यस म पनि सन्चै छु। अनि अहिले चाहिँ 8:30 भएको छ, म भर्खर उठेको, मुख पनि धोएको छैन। अनि सो आज चाहिँ म पोखरा जाँदैछु किनकि भिजा आइसकेको छ, भिजा कलेक्ट गर्नु छ। अनि कस्तो भन्दा नि मेरो चाहिँ भिजा काठमाडौँमा आइसकेको थियो। अनि काठमाडौँबाट यहाँ आउन चाहिँ 5-6 दिन टाइम लाग्यो कि खै किन लाग्यो है। अनि त्यही हो। अनि आज फेयरवेल प्रोग्राम पनि छ, कन्सल्टेन्सीमा कल गर्नुभएको थियो। अनि बाबुले चाहिँ उता भर्खरमा पानी फाल्दै हुनुहुन्छ कलकत्तामा। त्यही हो, आज चाहिँ म पोखरा जाँदैछु। अनि खानासाना खाएर पोखरा जानुपर्ने हुन्छ। मैले सपिङ केही गरेको छैन। अनि मेरो टिकट पनि फिक्स भइसकेको छ अप्रिल 10मा 11:30 बजेको बेलुकाको। अब काठमाडौँ चाहिँ कहिले जान्छ थाहा छैन, को को छोड्न जान्छ त्यो पनि थाहा छैन। अनि मेरो काठमाडौँबाट चाइनाको ट्रान्जिट छ 2 घन्टाको। अनि त्यसपछि काठमाडौँबाट चाइना 2 घन्टाको ट्रान्जिट छ। अनि त्यसपछि चाहिँ सिधै नागोयाको छ। सो त्यही हो। अनि मेरो गाउँको भ्यू यस्तो देख्न सक्नुहुन्छ, भाइहरू त्यहाँ खेल्दैछ। उनीहरू नि केही किनेको छैन कि, कसम केही किनेको छैन सामानहरू। अब के किन्ने हो थाहा नै छैन सामानहरू यार। कहिले 46 केजी 23 केजीको 2टा अनि 7 केजीको एउटा 52 भयो। कहिले 30 केजी भन्छ केही थाहा छैन। अब उहाँ गएर साथीभाइसँग सल्लाह गर्नु पर्ला। अनि यहाँ भाइहरू खेलेछन् यहाँ। तर यहाँ अहिले चाहिँ ग्राउन्ड भएर दामी भयो होइन? कस्तो भयो तिमीहरूलाई? ठिक छ? यिनीहरू पर्दैन के? बाबु तँलाई कतिवटा विषय लाग्यो अरे? 2टा 2 कक्षामा 2टा ए? कति रे? 5 कक्षामा 2टा। तँलाई कतिवटा लाग्यो? रिजल्ट लाग्यो त्यो काले? रिजल्ट लाग्यो नि त्यो रुबिना? पास भयो नि तिमी होइन? त 5वटा लाग्यो? अहिले उच्चले न्याक्छ नि। तँलाई कतिवटा लाग्यो? तँ त यसले त तँलाई एउटा लाग्यो होइन? अनि यिनीहरू चाहिँ हेर्नु न, नपढिकन बिहान पनि यहाँ खेल्न आउँछ कि ल हेर्नु। यस्तो छ यिनीहरूको। अनि यिनीहरू यो भविष्यको के भन्छ नि, के अरे तिमीहरू भविष्यको के अरे? कडादार हो। अहिले चाहिँ यहाँ खेल्दै बस्छ। अनि बोयफ्रेन्ड के छ? ठिक छ नि? भेट्न आइकियोस् भेट्न आएकोस् हाम्रो लुनालाई? भेटेको भेट तैँले त। सो अब चाहिँ गएर फ्रेस हुन्छ, फ्रेसै भएको छैन। अनि टक्क लगाएर खानासाना खाएर बस आउँछ यहाँ 9:30 बजी कति बजे। ठक्क बस चढेर दोबिलासम्म जान्छ। दोबिलाबाट फेरि पोखराको बस चढ्नुपर्ने हुन्छ। हाम्रो घरको लुक्स हेर्नु यस्तो दामी देखेको कसम यार। तर घर चाहिँ अहिले यस्तो राम्रो देखेछ यार। बाबुले चाहिँ यति गर्नुहुन्छ कि घर बसेपछि त। मेरो बहिनीको नाटक देख्नु यहाँ। फेरि बिहान बेलुका लगाइराख्नु पर्छ तँलाई। गाइज बिहान बहिनीले चाहिँ यस्तो लागिदियो स्किन केयर। बहिनीको नाटक देख्नु यहाँ। फेरि बिहान बेलुका लगाइराख्नु पर्छ तँलाई। होममेड
कैसा लगा मेरा मजाक? सबैले पनि ट्राई गर्न सक्नुहुन्छ हरि जस राम्रो रिजल्ट आउँछ हैन स्किन चाहिँ सफ्ट हुन्छ कि यो चाहिँ एलोभेरा आटा अनि चिनीको मिश्रणबाट खाना खाँदैछु बहिनीलाई खाना खाएर टक्क बस्नु छ अनि बस्नु सक्दै जानुपर्छ ल सो गाइज अनि म चाहिँ अब पोखरा जाँदैछु बसाउँदैछ खानासँग खाएँ अब चाहिँ निस्किनु लाग्यो टक्क ल्याएर काम छ नि त पोखरामा आमा गएर ल बस ल भोलि आउँछु ल गएर ल भोलि आउँछु हजुर दिन्न कति दिनुहुन्छ कपडा केही ल्याएन यार त्यस्तै जहिले एउटै कपडा हुन्छ मम्मी गयो ल ल ल गयो ल लुना बाई ल ल बिनु ल ल लभ यु टु जब पोखरा हिँडेको अनि त्यहाँ एकजना बहिनी पनि छ दिदीको छोरी ऊ पनि पोखरा जानु लाग्छ बिचरा सानै छ केही थाहा छैन उसलाई त्यही भएर मैले उहाँ बाग्लुङबाट छोडिदिन्छ त्यहाँबाट अनि उसको दाइ लिन आउनुहुन्छ अरे सो बाई बाई केटा भोलि आउँछु अहिले कामले जानु लाग्यो ल ल कहाँ हो त कपडा बेच्ने हिँड्नेस् क्या बाबु के छ काले ठिक छ नि होइन तिमीहरूलाई यी स्कुल जानु पर्दैन यो हेर्नु त गएको ल बस आयो बस चढ्छु म बस आयो बस यी बहिनी हाई भन् ए पोखरा जानु लाग्यो बहिनी चाहिँ हाई चढेको ल हस् ल ल हस् सो गाइज फाइनली हामी दोबिला त झऱ्यौँ अब यहाँबाट पोखराको बस चढ्नु पर्ने हुन्छ यहाँबाट चाहिँ 2.5 घन्टा लाग्छ बहिनी आएको छ सिट छ हिँड्नु बहिनी हजुर सिट हेरेर बुनु पछाडि नबस उचाल्छ सो गाइज म चाहिँ भर्खर बस पार्क झरेर म हिँड्दैछु यहाँबाट मेरो घर रुम पुग्नलाई 5 मिनट लाग्छ फाइनली म रुममा आइसकेको छु यता लाइन बिग्रेको छ अनि उत्तम मसँग रिसायो किन रिसायो फर्स्टमा तल फोन गर्छु भन्दा थिएँ अनि यस्तो कि म डुलिराख्नु पऱ्यो नि त अनि फेरि कन्सल्टेन्सी जानुपर्छ अब त्यो कति 1-2 घन्टा कति हुन्छ फेरि वेटिङ गर्नुपर्छ नि त त्यहाँ माथि जान दिँदैन फेरि अरू मान्छेहरूलाई अनि त्यही भएर वेटिङ किन गर्छ भन्ने कुराले मैले अहिले फोन गर्छु नि त तँलाई भनेको रिसाएर फोन काट्यो एक्लै डुल भने नरिसानु मेरो साथी यार है लभ यु हेर होइन यो चाहिँ यो भ्याभेस गर्दा अस्ति लिएको छ यो दिन्छ क्या अनि यो चाहिँ लिएर जानुपर्छ त्यो ब्याङ्कमा अनि बल्ल भिजा दिन्छ होइन सो त्यही हो अब चाहिँ म निस्किन लागेको अहिले चाहिँ कति बज्यो यार 1 बज्न आँटेको छ त्यहाँ जान्छु अनि त्यहाँ हतार चाहिँ त्यहाँ गएर अनि फेरि तपाईँको कन्सल्टेन्सी जानुपर्ने हुन्छ त्यहाँ आज प्रोग्राम छ सो गाइज म चाहिँ हिँडिसकेँ यो पेपर लिएर होइन यो चाहिँ भ्याभेसमा गर्दाखेरि भ्याभेस गर्दै दिन्छ कि यो लानुहोस् अनि तपाईँको ब्याङ्कमा देखाएर भिजा कलेक्ट गर्नु भन्छ सो म यो देखाएर भिजा लिन्छ अनि त्यसपछि फेरि तपाईँको कन्सल्टेन्सी जानु छ क्या आज प्रोग्राम छ नि त फेयरवेल प्रोग्राम अनि त्यहाँ भ्याउनु छ भ्याइ नभ्याइ छ अहिले चाहिँ 1 बजिसकेको छ अनि अहिले उत्तमलाई नि भेट्नु छ होइन अनि उत्तम चाहिँ रिसाएर बसेको छ मसँग अहिले उत्तमलाई नि भेट्नु छ फेरि काम भ्याउँछु अनि त्यसपछि फेरि हतार हुन्छ नि त फेरि यता दौड उता दौड आफूसँग साधन छैन साधन नि बिग्रिरहेको छ है साधन भएको भए त सन्चर डुलम भन्ने नि हुन्थ्यो नि त अब साधन नै छैन अब हिँड्नुपर्छ यसरी हिँडिरहेको छु त्यही हो अब पहिला ब्याङ्कमा जानुपर्ने हुन्छ एनएबी ब्याङ्क त्यो गाइज अनि भिजा कलेक्ट गर्न नागरिकता चाहिने रहेछ मैले नागरिकता ल्याएको थिएन नि त अनि साथीले चाहिँ नागरिकता चाहिँदैन भन्दै त्यसले गर्दा दुःख पायो यार यहाँ के अरे ब्याङ्कमा चाहिँ त्यो ओरिजिनल के अरे नागरिकता चाहिने रहेछ अनि फेरि यहाँ कन्सल्टेन्सी आएर अनि साथीको स्कुटरमा आएर फेरि घर गएर नागरिकता ल्याएर अनि तपाईँको फेरि अब एनएबी ब्याङ्क गएर अनि फेरि यहाँ कन्सल्टेन्सी आउने यहाँमा धुप धौड छ गाह्रो छ ओहो के छ ठिक छ जो म हतारमा ठ्याक्क लिन आएको थिएँ नागरिकता सागरिकता के लिन आएको थिएँ ठ्याक्क मेरो बेस्ट आएर बसिरहेछ मलाई नभनिकन सरप्राइज दिन आएको आफै सरप्राइज भयो जस्तो होइन एकदम हतार छ कि गाइज नागरिकता लिन बिर्सेको थिएँ नि त म अनि हतार आएको यो आएर
बसिरहेछ बस है अहिले भेटौँ ल ल सुगाइ पनि हतार हतार छ होइन उत्तम चाहिँ माथि आएर बसिरहेछ म चाहिँ फेरि अब गएर ब्याङ्क जानुपर्ने हुन्छ सो गाई चाहिँ मैले ड्रेस नि चेन्ज गरिसकेको छु माथि फर्मल लाउनु पर्छ भनेर माथिको थियो माथिको मात्रै चेन्ज गरिदिएँ सर्ट लगाइदिएँ अब चाहिँ पुग्न लागेको छु म यस्तो छ यार दौडधुप चलिरहेको छ गाई चाहिँ होइन त्यही हो माया गरिदिनु होला है फाइनली भिजा आयो गाइस फाइनली भिजा कलेक्ट भइसकेको छ सो मत भिजा आयो भिजा यो चाहिँ घर गएर ओपन गर्छु फाइनली गाइस मैले पासपोर्ट कलेक्ट गरिसकेको छु अनि अब चाहिँ कन्सल्टेन्सी जानुपर्ने हुन्छ है ल हजुरले हेर्दै गर्नु फेरि कन्सल्टेन्सी आइसकेको छु होइन नानी त नचाहिनु रहेछ यार कहिले चाहिन्छ भन्छ कहिले चाहिँदैन भन्छ तन मात्र दुःख मात्र झ्याउलाउने यार आयो प्रोग्राम छ नि त सो अरू नै आउँदै हुनुहुन्छ है ल यहाँबाट बाहिरबाट भ्यू फाइनल ओपन भइसकेको छ गाइज देख्न सक्नुहुन्छ त्यसमा गाइज अनि भिजा त्यो पासपोर्ट चाहिँ घर घरि छ के अरे खोल्छु भनेको यहाँ सिन्सेले अहिले फोटो खिच्नुपर्छ भनेर यहीँ ओपनिङ गरेको चाहिँ देखाएको छैन म घर गएर नि फेरि ओपनिङ गर्छु गाइज है देखाउनु पऱ्यो हजुरहरूलाई नि अनि त्यही हो एकदम खुसी लागिरहेछ यो सोचेको पुरा भइरहेछ जापान भनेको त एउटा सोच्नुपर्ने देश हो नि त हामी मिडल क्लास फ्यामिलीको लागि त्यत्रो तपाईँको 18-19 लाख लगानी लागिरहेछ होइन यस ढिलो चाँडो हो होइन दिनेछु सबैको गुड थ्याङ्क यू सो मच जो जतिले पनि हेल्प गर्नुभएको छ स्पेसली मेरो मम्मी बाबा लभ यु अनि मलाई हेल्प गर्ने मेरो सबैजनालाई सो गाइज हामी कुरेको चाहिँ 1 घन्टा बढी भइसक्यो यहाँ कोही आएको छैन के हो त्यसलाई सेन्से के छ हाम्रो ब्युटिफुल सेन्से ठिक छ अनि यहाँ चाहिँ प्रोग्राम हुँदैछ तर कोही आएको छैन कि 1 घन्टा भइसक्यो सबैजना आइसकेको छ होइन के छ नवीन ठिक छ नि होइन सबजना ल जाम हिँड अगाडि हिँड Sensei, happy birthday to you. Happy birthday to you. पकाउनुहुन्छ डुम 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 लाएर म काट्छु है यसले काट्थ्यो त नङ छ र फेरि बर्थडे खै कस्तो केक ह्यापी बर्थडे स्टिकर हो यो फेरि खानु रे कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन कपीले चाहिँ हेर्नु परेन अहिले पनि हुँदैछ यहाँ
जाऊ हामीलाई नबिर्सौ उता गएर चाहिँ बेहुला हुनुपर्छ उताबाट आएपछि बेहुला भएपछि हामीलाई बोलाउन अमिर अलि बोल्नु पर्यो बाबाको अलरेडी ट्यालेन्ट लिएर जाऊ हाम्रो चाहिँ फेरवेल प्रोग्राम सकिँदैछ होइन नवीन के हो यहाँ खिच्ने अनि उता आउँदैन यहाँ कस्तो उज्यालो आउँछ यहाँ आउँछ बस त Happy farewell! Happy farewell! When Habibi come to Japan! One, two, three, go! Minasan come to Japan! सबैजनाले हाम्रो विशालको भ्लगमा प्लिज सब्स्क्राइब गरिदिनु होला धन्यवाद सो गाइज अहिले म चाहिँ भर्खर निस्केको होइन देख्न सक्नुहुन्छ मेरो हालत यस्तो त बहुत नाचियो यार डेन्जर सिन्साइ र म मात्र नाच्यो त्यही हो अब चाहिँ सन्तोष भाइहरूले भेट्न जानुपर्ने हुन्छ फोन गरै छ सो अरू चाहिँ के भन्नु सर ल सो गाइज फाइनली घर आइसकेको छु अब चाहिँ यो ड्रेस चेन्ज गर्छ नि हामी चाहिँ सन्तोष भाइको जानुपर्ने हुन्छ उता पनि छ उता टोइलेट गएको रहेछ है सो त्यही होला गाइज अब चाहिँ हामी लेक साइड आएको टक्क लगाएर त्यो गाइज हेर्नु काइकिङ गरेको कता कता गइरह्यो सन्तोष भाइमा पुगिसक्यो उत्तम पछाडि छ म यहीँ घुमिरहेको है मजा आइरहेछ कस्तो भइरह दामी दाइ दामी उत्तम आइपुग्यो पुरीपट्टि खोइ ए आयो फाइनल्ली सो मजा भइरहेछ गाइज है सन्तोष भाइ निकेश भाइ अनि ममता बहिनी उत्तम श्रेष्ठ उहाँ होइसिन्छ म चाहिँ यता छु चिज मजा आइरहेछ फर्स्ट टाइममा काइटिङ गरेको अनि यसमा चाहिँ यो काइट के भन्छ काइटिङ साइटिङ के गर्नु यो जाङ्गीहरू सङ्गीहरू सब लाएर आउनु पर्ने चाहिँ पाइटमा त सबै भिज्दो रहेछ सो गाइज है फेयरवेल सेयरवेल रमाइलो भयो अनि फेयरवेल सकेर सन्तोष भाइहरूसँग भेटेर काइकिङ गएर एकदम रमाइलो भयो आजको दिन जस राम्रै भयो भनौँ अनि थ्याङ्क सो मच यहाँसम्म हेरिदिनु भयो लाइक सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला नयाँ हुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला अनि फेरि भेटिन्छ अर्को ब्लगमा त्यति दिनजेलको लागि जय नेपाल।